हाई गाइज दिस इज सुसन एन्ड वेलकम टु माई भ्लग। सो आज चाहिँ हामीहरू चल्ला लिएर आएपछि के गर्नुपर्छ भनेर यो भिडियोमा हेर्छौँ। धेरैजना भ्युवर्सले मेरो टिकटकमा भिडियो मन पराइदिइसकेपछि चाहिँ मलाई युट्युबमा पनि भिडियो हाल्नु मन लाग्यो, सो द्याट तपाईँहरूले सबै मेरो भिडियोहरू हेरेर के कस्तो स्ट्रगल गर्नुपर्छ भनेर बुझ्न सक्नुहुनेछ। म र एकजना स्टाफ दाइ भएर हामी रातिको 12:30 बजे दाइ मिस रातिको कति बजे भन्दाखेरि 12:30 हुन्छ। हाम्रो चल्ला आयो है, लियोस चल्ला आयो। ओहो पानी भिजेको रहेछ। ओके लियोस चल्ला हो, हाम्रो लियोस चल्ला कैसे छ? ठिक छ, चल्लालाई हामीले फार्ममा छोड्नुभन्दा अगाडि चाहिँ भ्याक्सिन लाउनुपर्छ। सो हामी सबैजनाले चल्लाको भ्याक्सिन लिएर चाहिँ हामी फार्म जाँदैछौँ। भ्याक्सिन यसरी आइसमा राख्नुपर्छ है, बक्समा राखेर हामी चाहिँ अफिसको यस्तै हुन्छ कि के हुन्छ भन्दाखेरि भ्लगिङ गर्छु भन्छु, अनि अब अहिले चाहिँ मैले यो इन्फर्मेटिभ भिडियो देखाउनु लागिरहेको हो नि त कुखुराको बारेमा। अनि त्यसपछि यो सेटिङ मिलाइरहेको थिएँ, छिटो गर कुखुरा मर्नुलाई, छिटो गर खत्तम हुन्छ कि। अनि भ्याउँदै हुँदैन तर उताको भ्लगै खिच्नु पाएन। यस्तो यो भ्याक्सिन भयो। भ्याक्सिनको मेरो ब्यागमा चाहिँ क्यामेराहरूको सामानहरू स्ट्यान्डहरू छ। क्यामेराहरू खिच्नु मैले वाट द फक भिडियो देखेको छु थाहा छैन मलाई। त्यो आइएस मिलाउन खोजिरहेको थिएँ, यो छिटो हुनु। ओके खुल्यो। अब छिटो फोन नचलाऊ। हामीहरू चाहिँ फार्ममा पुग्यौँ भर्खरै। ओहो हिलो छ भुइँमा। तराईको घामले अब डढ्ने होला म। यस्तै हुन्छ। क्यामेराहरू निकाल्नु पर्यो। के भन्नु यो आँखामा चुवाको 12 घन्टासम्म के नदिनु भन्नुहोस् कि हामीले भ्याक्सिन मिक्स गरेर दादा कसरी गर्छ भ्याक्सिन मिक्स? यो हाम्रो चाहिँ 1000 हुन्छ। एक भाइलमा चाहिँ 1000 हुन्छ होइन, 1000 ml हुन्छ होइन। यो चाहिँ तेरो चाहिँ 36 ml चाहिँ पानीमा चाहिँ मिक्स गर्ने हो कि पानीमा डाइल्युट वाटर भन्छ यसलाई चाहिँ, त्यसमा चाहिँ मिक्स गर्ने हो है। यो IB+ND लाइभ भ्याक्सिन भन्छ यसलाई चाहिँ। के भ्याक्सिन भन्छ अरे? IB+ND लाइभ भन्छ कि यसलाई चाहिँ भ्याक्सिन। यसलाई चाहिँ एउटा चाहिँ 1000 डोजको हुन्छ। यो चाहिँ तेरो 36 ml चाहिँ पानीमा चाहिँ मिक्स गर्ने हो कि डाइल्युट वाटरमा। सानीलाई कतिको मनपर्छ चल्ली? धेरै मनपर्छ। चुप्पा खाइदेऊ न चल्लीलाई। गर्मी चाहिँ एकदम गर्मी छ यार। काठमाडौँमा त साह्रै शीतल। म हिजो घर आएँ होइन, ल्यान्ड हुने बित्तिकै हामीले पैसाले चाहिँ के अरे कपिलसमा यस्तो गर्मी छ भन्नु पर्यो। टाउको समातिरहेको के भनेको?
त सोचेको पनि थिएन भाइ इन्डियामा यति गर्मी छ भन्छ त गर्मी लाग्यो जाऊ हामी भर्खरै भैरवा एयरपोर्टमा ल्यान्ड भयौँ अनि सानोलाई यस्तो गर्मी भयो उसले चाहिँ सोचेको पनि थिएन अरे भएर इमिलियामा यस्तो खतरा गर्मी छ भनेर टाउको समातिर छ नक्कली हाम्रो पलिस है हाम्रो यो सानोले सानो हेलो चाहिँ हामीले यसरी आँखामा लगाइदिनुपर्छ है यसरी आँखामा हाल्ने त्यसमा चाहिँ हाम्रो टेम्परेचर हेरिरहेको छौँ होइन रुमको त्यसमा चाहिँ हाम्रो रुमको टेम्परेचर हेरेर अहिले बुटर चढाउन मिल्छ कि पर्छ कि पर्दैन भनेर चाहिँ हामी यो राखेको खासमा अनि हामीले चल्ला राखिसकेपछि चाहिँ यस्तो रे चल्लाहरूले गर्मी मान्दैन चल्लाहरूले यस्तो तातो गराएर जताततैबाट प्याक गरेर राख्नु चाहिँ पर्छ सो द्याट यिनीहरूलाई जाडो नहोस् अनि मेन भनेको चाहिँ हामीले चल्लालाई चाहिँ पत्रिकामाथि राख्नुपर्छ है यो आफ्नो भर्खरै लिएर आएको छ तपाईँहरूले खोरमा राख्नुभन्दा अगाडि चाहिँ पत्रिका बिछाउने भुस भनेको यो भइहाल्यो भुस यसको माथि यो बिछाउने अनि यसरी चल्लालाई छोड्ने अनि यो पानीको त तपाईँहरूलाई थाहै छ होला यदि थाहा छैन भने मेरो टिकटकमा पनि हेर्नु होला कसरी राख्नुपर्छ कुन अन्दाजमा राख्नुपर्छ भनेर है अहिले हाम्रो रुमको टेम्परेचर चाहिँ 37 डिग्री छ है 37 जस्तो लाग्यो बाहिर चाहिँ हाम्रो अहिले तर वेराज बाहिरको टेम्परेचर चाहिँ अहिले आएर हाम्रो चाहिँ 32 समथिङ त्यस्तो चाहिँ छ अनि यी बाहिर 32 नै भएको भए चाहिँ यहाँ पनि 32 भएको भए चाहिँ ब्रुडर चलाउनु पर्छ ब्रुडर हो कि यो चाहिँ भ्याक्सिन गर्दै यहाँ लिएर आएर छोड्नुपर्छ हाम्रो चल्लाहरू भ्याक्सिन गर्ने चल्लाहरू यहाँ लिएर छोड्नुहुन्छ पानी खान्छ अब तपाईँलाई मैले चाहिँ अहिले एकछिनमा त्यो इसीवाला फार्म भनेको इसी वाट इज इसी भन्दाखेरि चाहिँ इसी भनेको एउटा इन्भाइरोमेन्ट कन्ट्रोल रुम हो जुनमा चाहिँ हामीले रुमको टेम्परेचर मेन्टेन हुन्छ अनि एउटा ठाउँदेखि चिसो हुँदै एउटा ठाउँबाट चाहिँ तपाईँको कुलर हुन्छ साइड साइडमा होइन कुलर प्याड कुलिङ प्याड त्यहाँबाट चाहिँ हावा तान्दै उनीहरूको फ्यानले तान्छ सो द्याट रुमको टेम्परेचर चिसो भइरहेको त्यस्तो हो लास्टै गर्मी छ यार लास्टै गर्मी छ भोक लाग्यो दिनभरि यहाँ छौँ हामी 2-3 घन्टा भयो त्यत्रो त्यो के भन्छ अझै हामीले बनाएर रेडी बनाइ पनि छ के अरे यत्रो 2-3 घन्टादेखि हालिरहेछ थुपा आँखामा हालिरहेछ है म त एकछिनपछि त निन्द्रा लागेर ल त्यो छोड्ने बित्तिकै झुपुक्क बनाएर लट्ठ भइरहेको कि अनि मलाई घर नै नमन लागेको भयो अनि त्यो दादाले अलिक गरिराख्नुपर्छ अनि म चाहिँ यता भिडियो सुट गर्न आएको बहाना बनाएर हामीले चाहिँ यो चल्लालाई चाहिँ एकदमै सुरुमा केयर गर्नुपर्छ है फर्स्टमा चाहिँ एकदम केयर दिएपछि यो कुखुरालाई पछि गएर त्यस्तो बिरामी हुन्छ भने डर हुँदैन अनि यो सबैभन्दा खतरा त अलरेडी त्यो सबैभन्दा खतरा त हामीलाई थाहै छ लोकल कुखुरा हो नामै लोकल छ सो त्यसले चाहिँ
ठ्याक्क झ्याप्प झुप्प बिरामी हुने चान्सेसहरू हुँदैन। त्यसपछि छ लेयर्स, त्यो चाहिँ लेयर्स मलाई थाहा भएर मतलब कतिको त्यो ऱ्याङ्क वाइज चाहिँ थाहा छैन, तर लेयर्स पनि सुरुमा हल्का अगाडि केयर गर्ने हो बच्चामा, पछि गएर चाहिँ त्यस्तो दुःख दिँदैन, बिरामीहरू त्यस्तो झ्याप्प बिरामी हुने चान्सेस हुँदैन। अनि त्यो 19 हप्तापछि चाहिँ अन्डा दिन सुरु गर्छ। अनि 23 पछि चाहिँ अलिकति पिक लिन थाल्छ, 23 विक्स पछि है। सो यो कुराहरू थाहा हुनुपर्छ तपाईँले चल्ला पाल्ने हो भने। अनि तपाईँलाई अहिले मैले ब्रोइलरको बारेमा पनि अर्को फार्ममा जान्छु म, अनि त्यहाँ म अहिलेसम्म गएको छैन। दिस इज माई फर्स्ट टाइम त्यो जाने हो भने चाहिँ होइन। अनि म पनि एक्साइटेड छु कस्तो हुँदो रहेछ, इसीवाला चिसो हुन्छ भन्ने सुनेको थिएँ। लेट्स होप, मतलब के हो, दामी त दामी भइ नै रहेछ हाम्रो उता फार्ममा है। एकदम राम्रो टेम्परेचर मेन्टेन गर्छ, अनि कुखुरालाई राम्रो पनि ग्रोथ आइरहेछ के। त्यस्तो हुन्छ, रुमको टेम्परेचर सबै टेम्परेचर हो खेल्ने। अनि त्यही अहिले म बाँकी कुरा अहिले पछि भन्छु है, मलाई अहिले भोक लाग्छ, एनर्जी पनि छैन। हामी कुखुरा पाल्ने त भन्छौँ है, तर कति कुराहरू चाहिँ हामीले म्यानेजै गर्दैनौँ कि, अनि रिस्क हुन्छ। अनि रिस्क भइसकेपछि म डुबेको थिएँ, यो कुखुरा पालेर काम छैन भन्नुहुन्छ कि। लाइक धेरैजनाहरूले टेम्परेचरहरू मेन्टेन गर्न जान्नु हुँदैन, कसैले चाहिँ अब यस्तो गर्मीमा पनि गर्मी मान्छ भने कुखुराले फ्यान राखिदिन्छ, त्यो चाहिँ गर्नै हुँदैन, नहुने कुरा। फ्यान राखिदिने कुखुरालाई गर्मी त्यस्तो हुँदैन चल्लाहरूलाई। अनि अर्को भनेको यो हाम्रो पानीको फिल्टर म्यानेज गर्नुपर्छ। ट्याङ्कीदेखि आएपछि सधैँ होइन फिल्टर भएर पानी जानुपर्छ, नत्र कुखुरालाई इकोलाई भन्ने रोग लाग्छ। ओके, मेरो खुट्टामा चाहिँ नङ गरेको छ, अनि क्या दुखिरहेको छ, म हिँड्न नै राम्रोसँग सकिरहेको छैन अहिले। अर्को भनेको चाहिँ हामीले गर्मीमा टेम्परेचर मेन्टेन गर्न चाहिँ यो पाइप राखेको छौँ कि हामीले माथिपट्टि स्प्रिङ्कल। यसबाट चाहिँ के हुन्छ भन्दाखेरि पानी सर चल्छ होइन, अनि चलेपछि यो भिज्छ, ट्याङ्की के अरे जस्ता भिज्छ, यहाँदेखि पानी निस्केपछि स्प्रिङ्कलबाट, अनि रुमको टेम्परेचर अलिकति भए पनि कुल डाउन हुन्छ। त्यो चाहिँ हामी इमर्जेन्सीमा बनाएको थियो होइन, एक्कासी बोर्डहरू एकदम मराउन थालेपछि। अनि खासमा यो युज गरेर चाहिँ धेरै नै पानी खर्च हुन्छ, अरूलाई सोचेर गर्नुपर्छ है। कति घन्टामा सक्यो दादा? 4-5 घन्टा है। ल बधाई छ दाइ, बधाई छ लास्टमा आएर हल्का फुल्का हेल्प गर्नुमा, धेरै धेरै धन्यवाद है। ओए बर्मा दाइ, ओ बर्मा दाइ, यता हेर न, ए किन हो लुक लुकाउने? 100 लिटर पानीमा 100 ग्राम हो, 100 ग्राम लेख्नु। 100 लिटर पानीमा आज अहिले बनाउनु, भोलि तपाईँले पानी हल्का बढाउनु पर्छ। अनि त्यो जुन हिसाबले पानी बढाउनु छ नि त्यो हिसाबले मलाई कल गर्नु ल, औषधि डोज बढ्छ फेरि 100 ml हैन। 100 ml अहिलेलाई तपाईँले लेख्नुभयो। यो इन्डेक्स त उही भयो, इन्डेक्स त 4 दिन उही चल्छ तपाईँको, 4 दिन इन्डेक्स उही चल्ने भयो, यो उही चल्ने भयो, यिनीहरूको डोज मात्र बढ्छ। एमएलमा यिनीहरू फरक छ, यिनको डोज मात्र बढ्छ, यसको बढ्दैन कि यिनको। यति 1 2 3 अनि यो ग्लुकोज ग्लुकोज दिइसकेछु। 50 ग्राम चलाउनु होला है, 100 लिटरमा 50 ग्राम हाल्नु होला कि। अन्त यो ग्लुकोज भनेको चाहिँ यसमा उत्तिखेर कम गरेर समाउँछ त, यो अलिक सेफ ठाउँमा राख्नु है। भयो, बुझ्नु भयो नि, नबुझ्नु चेक गर्नु होला। मतलब मेरो नम्बर राखेर पनि हुन्छ कि नम्बर के बुझ्नु भने के गर्ने दाइ? एक कल हाल्नु पुग्नुहुन्छ, एक कल हाल्नु पुग्नुहुन्छ यहाँ। 25 केजी यता छ, 25 केजी लेख्यो हुन्छ कि। ए भरेर हाल नि त, एकचोटि हाल न, त्यो अन्दाजी नगरौँ न त, गोर्सेको चाहिँ एकुरेट हाल्नु पऱ्यो नि। त्यो त एकुरेट त थाहा हुँदैन नि, सुरुमै चाहिँ यो अन्दाजी भने चाहिँ नबनाऊ न, एकुरेट लेख्न देऊ न। यो 20 किलोभन्दा धेरै छ यो, ल 30 किलो छ त्यो। 20 किलो 20 किलो खायो होइन?
दाना खाएको 20 किलो फर्स्ट डेमा 20 किलो खाएको 20 भन्नु हालेको 20 किलो अनि अब दाना अब ग्राममा गर्दा चाहिँ तपाईँको चाहिँ 20 इन्टु आउँछ नि त कसरी लानुहुन्छ 1000 ग्राम हुन्छ के 1 केजीमा हैन 1000 ग्राम इन्टु 2000 भयो के 2000 भयो 2000 भयो के हो त्यही भयो है यहाँ चाहिँ अहिले अब अहिले दाना कति खुवाउने के खुवाउने भनेर बुक छ त्यो बुक भर्नुपर्छ डक्टर आएपछि देखाउनुपर्छ त्यो सिकाउँदै हुनुहुन्छ अनि त्यसपछि औषधि कुन चलायो कति दाना हाल्यो भनेर आजको भर्दै हुनुहुन्छ त्यसमा बुकमा रेकर्डहरू गर्दै हुनुहुन्छ रेकर्डिङ अनि अब एभ्रिडे चाहिँ गर्नैपर्छ त्यसमा थाहा हुन्छ कि कति खायो भनेर सबै हिसाब अनि मैले के भन्नु लाग्थेँ भन्दाखेरि खुट्टाको दुख्यो नदुख्यो ए अनि म अब उता के भन्छ त्यो वाला फार्ममा जान्छु कि जाँदिनँ इसवाला फार्ममा थाहा छैन किनकि म एकदम थाकिसकेँ भोक पनि लागेको छ अति नै गएर अब चाउमिन र मोमो खाने हो अनि के अरे उता गयो भने चाहिँ म कन्टिन्यू गर्छु भ्लग इफ गएन भने चाहिँ यो मेरो आजको लागि त्यो चाहिँ अर्को नेक्स्ट भ्लगमा हाल्छु है मम्मी कहाँ गएर हामी इटा भट्टामा के छ बोइलर यस्तो चाहिँ हुन्छ कि तराईको सनसेट भने यही हो तराई जति गर्मी भयो पनि एउटा चिज राम्रो लाग्ने भनेको यही हो सनसेट मलाई चाहिँ यो चाहिँ हाम्रो इटा भट्टा हो लक्की इटा उद्योग यहाँ चाहिँ हाम्रो इसी फार्म यहाँ छ यता पनि फार्म बनाउने पछि हामीलाई चाहिँ कस्टमा अलिकति गाह्रो पर्दैन किनकि हाम्रो इटा भट्टा पनि हाम्रै छ डोजरहरू पनि हाम्रै छ माटोहरू राख्न पनि हाम्रै छ होइन त्यो हामीलाई त्यस्तो डिफिकल्ट चाहिँ हुँदैन तर नयाँ मान्छेहरूलाई फार्म बनाउन चाहिँ अलिकति डिफिकल्ट हुन्छ कि इन्भेस्टमेन्ट ठुलो चाहिन्छ हुन त हाम्रो पनि इन्भेस्टमेन्ट नै हो तर सामानहरू भएर सजिलो हाम्रो यहाँदेखि सबै हो यो जग्गा यहाँ यो उता पछाडिसम्म छ यहाँ हामीले फिस पाल्यो भने तिमी आएर फिस समात्छौ फिसिङ गर्छौ नगर्ने के भोलि बस्छु भने मम्मी यसलाई केलाई सुँग्ने हो त यो बालेर ओ शिट कमिलो रहेछ यार यो सुँग्यो भने पिना जान्छ अरे के यो आँख यसलाई बाल्ने धुवा सुँग्ने अरे नाक विचार यो के यत्तिको कमिलो हुँदो रहेछ थाइल्यान्डमा कमिलाहरू खान्छ तिमीले खाने मिठो हुन्छ अरे कि खाऊ न के भयो अब यस्तो फार्महरू बनाउँदा चाहिँ हामीले आफू पनि खासै गइन्न कि किनकि अब फार्ममा जो मान्छे हुन्छ नि उही गइराख्ने हो बाहिरको मान्छे यताउता गर्नु खोज्दैन किनकि डिजिजहरू सर्न सक्छ इभन म पनि यो मेरो के अरे सेकेन्ड टाइम हो यहाँ आइरहेको फार्ममा अनि धेरै यो खोरमा चाहिँ बाहिर आउने जाने गर्नु हुँदैन है सनसेट दामी देखेछ यार ओए खतरा यार यहाँ चाहिँ यस्तो फ्यान हुन्छ यहाँदेखि चाहिँ भित्र सबै गन्दा बाहिर निकाल्छ अनि त्यो भएर भित्र शीतल हुन्छ कुखुराहरूलाई यो चाहिँ अलिकति घना छ यार बनाउँदो रहेछ यार फर्स्ट टाइम हो यो पनि मैले एक्सपिरियन्स गरेको यो चाहिन्छ भने तपाईँहरूले मलाई डिएम गर्नु होइन इन्स्टाग्राम वा टिकटकमा तपाईँलाई मैले यो पनि उपलब्ध गरिदिन्छु यहाँ कस्तो चिसो शीतल छ है चिसो छ
ओए कस्तो ठुलो भएको ठुलो भएको छ है ल अस्तिभन्दा धेरै ठुलो भएको छ त अनि अस्ति 1100 थियो आज 1700 4-5 दिनमा 1100 देखि 1700 500 ग्राम भयो कति दिनमा हो आज 26-27 दिनमा पुरा शीतल छ यहाँ 25 डिग्री सेल्सियस चिसो आनन्द बाहिर हामी बस्ने बेलामा चाहिँ 33-35 छ यहाँ 10 डिग्री कम छ That's the end of my vlog and thank you so much for watching till the end. अब तपाईहरुलाई यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नु मन छ भने चाहिँ मलाई सब्स्क्राइब गर्न नबिर्सनु होला र म छिट्टै अरु ट्राभल गरेको भिडियोहरु पनि म हाल्ने वाला छु. So thank you guys.